ओके वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। आज म धेरै दिनपछि फेरि भिडियो बनाइरहेको छु यो च्यानलमा। सो गाइज यो च्यानलमा खास गरी मैले तपाईँले सिकाउनु पर्ने यो रहेछ कि तपाईँले कसरी आफ्नो सी प्यानलमा सब डोमेन क्रिएट गर्न सक्नुहुन्छ। के हुन्छ कि खास गरी हामीले कुनै पनि प्रोजेक्ट बनाउनको लागि समटाइम्स क्लाइन्टलाई नै केही डेमो हेराउनु पर्ने त्यसको लागि छुट्टै स्पेसिफिक तपाईँले डोमेन चाहिँ किन्नु पर्दैन। इभन तपाईँसँग अलरेडी एउटा छ भने त्यसमै तपाईँ आफ्नो सब डोमेन क्रिएट गरेर क्लाइन्टलाई डेमो हेराउन सक्नुहुन्छ। एज वेल एज तपाईँ पनि आफ्नै कम्पनीकै केही केरियर भनेर समथिङ लाइक सब डोमेन बनाएर तपाईँ एज अ अडियन्ससँग सेयर गर्न सक्नुहुन्छ। त्यो म यो च्यानलमा तपाईँले सिकाउँछु, यो भिडियोमा खास गरी म तपाईँलाई सिकाउँछु कसरी गर्नुहुन्छ भनेर। सो फर्स्ट अफ अल यहाँ तपाईँ तल हेर्न सक्नुहुन्छ हाम्रो डोमेन भनेर छ होइन, सी प्यानलमा डोमेनमा गएर अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ मल्टिपल अलरेडी नै मैले पहिला बनाएको छु फर क्लाइन्टलाई हेराउनको लागि सब डोमेन। अनि तपाईँले पनि यहाँ बताउँछु कि कसरी गर्न सक्नुहुन्छ। यहाँ क्रिएट अ न्यू डोमेन छ, यहाँ क्लिक गर्नु। त्यसपछि फर इक्जाम्पल म आफ्नै कम्पनी युट्युब च्यानलको नाम भन्छु है, जुन म यहाँ लेख्छु कोड विथ विकेश भनेर। अनि त्यसपछि बल्ल तपाईँले डट दिएर जुन अहिले हाम्रो मेन डोमेन छ नि त्यो मेन डोमेनको नाम तपाईँले लेख्नुपर्ने हुन्छ, थिङ्क ट्याङ्क इन्फो टेक भनेर अनि .कम्स। त्यसपछि तपाईँको छुट्टै एउटा सब डोमेन रेडी हुन्छ आफ्टर सबमिट गरेपछि। मैले सबमिट गरेँ होइन, एउटा छुट्टै मेरो सब डोमेन चाहिँ यहाँ क्रिएट भयो। अब यो सब डोमेन मेरो क्रिएट भएपछि म यो सब डोमेनलाई एक्सेस गर्न सक्छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ मेरो सब डोमेन क्रिएट भयो, त्यसको पाथ पनि यहाँ आइसक्यो होइन। अनि यसको इमेल कन्फिगरेसन गर्न चाह्यो भने गर्न सकिन्छ। अहिले यो डिसेबल छ, पछि आफै एचटिटिएसमा रिडाइरेक्ट भइहाल्छ, केही समय लाग्छ त्यसपछि भइहाल्छ। अनि यसलाई अब कसरी तपाईँ कन्फिगर गर्न सक्नुहुन्छ त्यो पनि म हेराउँछु। हाम्रो यो फाइल छ होइन, अनि यो फाइलभित्र नि एउटा सब डोमेन भनेर बनेको हुन्छ जुन हामीले अहिले नै बनाएको हो, कोड विथ विकेश भनेर। अनि यो छ हाम्रो सब डोमेन। यो भित्र तपाईँले आफ्नो इन्डेक्स फाइल या जुन पनि प्रोजेक्ट राखेपछि बल्ल तपाईँको रिडाइरेक्ट हुन्छ। मैले एउटा फर इक्जाम्पल म पछाडि गयो अनि म एउटा भर्खर एउटा बनाएर म तपाईँले हेराउँछु कसरी हुन्छ। एउटा जस्ट टेस्टिङकै लागिराखौँ होइन, कुनै एउटा इन्डेक्स एचटिएमएल भनेर बनाउँछु यहाँ। अनि त्यसपछि बल्ल तपाईँले म यसमा केही कुरा लेट्स सी, यसमा केही म च्याटजिपिटीसँग माग्छु, जस्ट सानो एउटा 1 पेजेस वेबसाइट माग्छु। रिलेटेड टु के भनौँ, लाइक सफ्टवेयर कम्पनी नै भनौँ होइन, सफ्टवेयर कम्पनी एउटा हाम्रो ल्यान्डिङ पेज चाहिँ रेडी गरिदिन्छ। अनि हेरौँ यो हाम्रो साइट कस्तो देखिन्छ। ओके, केही टाइम लाग्छ यसलाई जेनेरेट गर्नमा, जस्ट एउटा ल्यान्डिङ पेज हुन्छ जुन म यहाँ तपाईँले ल हाम्रो ल्यान्डिङ पेज चाहिँ रेडी भयो होइन। अब यहाँ यसको म कपी गरेर म यहाँ इन्डेक्स फाइलमा गएर पेस्ट गरिदिन्छु अनि सेभ गरेपछि बल्ल अब हाम्रो साइट चाहिँ रेडी भयो। जुन मैले सब डोमेन क्रिएट गरेको थियो त्यो सब डोमेनमा म यहाँ गरेर हेराउँछु है कसरी। अब ल हाम्रो पेज रेडी भएको अब ल वाउ ग्रेट टेक्नोभा भनेर देखिन्छ। अब यसलाई हामी चाहियो भने कस्टमाइज पनि गर्न सक्छौँ। सो हाम्रो सब डोमेन बनाउने तरिका तपाईँ बुझ्न सक्नुभयो। यदि तपाईँले यो भिडियो मन पर्यो भने यसलाई सब्सक्राइब अनि लाइक गरिदिनु होला, एज वेल एज तपाईँ आफ्नो साथीसँग सेयर पनि गरिदिनु होला। यो भिडियोमा यति नै हो, अब अर्को भिडियोमा भेटौँला, बाई।